प्रस्तुत छ सानो लघु नाटक ससुरा। ए बुहारी बुहारी हजुर बुवा। ससुरा साँझ परो साँझ बत्ती बाल न। बुहारी अब बिजुली बत्ती बालेर झलमल्ल पारेछ त बुवा किन बाल्नु। ससुरा यहाँ सुन, अघि समुद्र मथन गर्दाखेरि अलक्ष्मी र लक्ष्मी दुईजना निस्किनु भयो र अलक्ष्मीलाई उद्धारक ऋषिले बिहा गर्नुभयो, लक्ष्मीलाई विष्णुले बिहा गर्नुभयो। तर उद्धारक ऋषिले अलक्ष्मीलाई छोडिदिनु भयो र अलक्ष्मी रोइरहँदाखेरि विष्णु भगवानले भन्नुभएछ, अब तपाईँ नरुनुहोस्, दिदी बहिनी तपाईँहरू सँगसँगै हिँड्नु, जसको घरमा चाहिँ कल झगडा कुटाकुट छ त्यो घरमा अलक्ष्मी जानु र रोग दुःख शोक सन्ताप दिनु, र जसको घरमा चाहिँ कालो गाईको घिउमा बत्ती बालेको छ, घरमा चाहिँ भगवानको नाम लिएको छ, भगवानको कीर्तन गरेको छ र अनि सबैतिरबाट हाँसी खुसी रमाइलो ढोगबाट भइरहेको छ भने त्यो घरमा लक्ष्मी भित्रिनु र भक्तहरूलाई सुख दिनु, सन्तोष दिनु, धन सम्पत्ति ऐश्वर्य दिनु भन्ने भगवानको आज्ञा भएको हुँदा अनि यो बत्ती बाल्नु भनेको बुहारी हस् बुवा हस् आँखा खोलिदिनु भयो। बुवाले त भन्नुहुन्थ्यो ससुरालाई गुरु मान्नुहुन्छ, गुरु सर भन्नुहुन्थ्यो, हो रहेछ। र हेर्नुहोस् के भन्न भनेदेखि कालो गाईको घिउमा बत्ती बाल्दा के हुन्छ भनेर मलाई धेरैजना श्रोतालाई सोध्नु भएको छ। कालो गाईको घिउमा एकदम ऊर्जा हुन्छ। त्यो ऊर्जा बानमा बत्ती बालेपछि घरको सारा नकारात्मक वस्तु बाहिर जान्छ। लक्ष्मी विष्णु लक्ष्मी सुख सन्तोष वैभव भित्रिन्छ। तसर्थ कालो गाईको घिउमा बत्ती बाल्नु भनेको हो ज्योतिषविद राम कुमार कार्की।